खास गरी बालबालिकाहरूको अवस्था एकदमै नाजुक थियो। त्यहाँ चाहिँ नि 500 को कपडा किनेर कुनै बालबालिकाहरू पनि स्कुलमा गएर चाहिँ नि पढ्न सक्ने अवस्था थिएन। त्यहाँ उनीहरूलाई ठगेको चाहिँ नि आफ्नो आर्थिक अवस्था, भौगोलिक अवस्था, अब स्कुल देखिन्थ्यो तर स्कुल पुग्नलाई 2 घन्टा लाग्थ्यो। यस्ता घटनाहरू थिए। पछि त्यहाँ चाहिँ नि हामीले एउटा दसैँ कार्यक्रम आयोजना गरिरहँदा त्यहाँ अझ गाउँभरिका सबै बालबालिकाको अवस्था हामीले देख्न पायौँ र हामीले यो पछि एउटा आवासीय छात्रावास नै बनाएर यिनीहरूलाई चाहिँ त्यहीँ राखेर पढाउनुपर्छ, खाने बस्ने व्यवस्थासहित अगाडि बढाउनुपर्छ भन्ने लाग्यो र हामीले पछि छात्रावास बनाउन निर्णय गऱ्यौँ। अब छात्रावास बनाउन पनि धेरै कठिन थियो। हाम्रा अब आफ्ना कुनै पनि पार्टिकुलर चाहिँ नि लोनहरू थिएनन्। हामीले आफैले सहकारी गरेर खास गरी विदेशमा बस्ने नेपालीहरूसँग हामीले अपिल गरेर एकजनासँग पैसाहरू कलेक्सन गर्दै हामीले छोटो समयमा 4 महिनामा त्यतिखेर हामीले 14 ब्लकको छात्रावास तयार गरेका थियौँ र सुरुमा हामीले 106 जना बालबालिकाहरू राखेर अगाडि बढायौँ। अहिले तेस्रो वर्षमा हामी आइपुग्दाखेरि